Today I am making healthy homemade dry fruits laddu. ओइल घी र रिफाइन्ड सुगर बिना बनाइएको यो लड्डु केवल नेचुरल इन्ग्रेडियन्ट्सबाट तयार गरिएको हो। नेचुरल स्वीटनेसको लागि चाहिँ मैले डेट्स युज गरेकी छु। साथै आल्मन्ड, वालनट, क्यासी, पिनट, रेजिन, सिड्स अनि कोकोनट पनि मिसाएकी छु। यी सबै ड्राई फ्रुट्स र सिडलाई चाहिँ हल्का रोस्ट गर्ने कारण केवल स्वाद बढाउन मात्र होइन, रोस्टिङले चाहिँ मोइस्चर कम गर्न मद्दत गर्छ, जसले गर्दा लड्डु लामो समयसम्म राम्रो रहन सक्छ। साथै यसको अरोमा र क्रन्च पनि अझ राम्रो हुन्छ। आल्मन्ड र वालनट हेल्दी फ्याट्सका लागि राम्रो सोर्स हुन्छन्। क्यासी र पिनटले चाहिँ झन् प्रोटिन थप्छन्। रेजिन्स र डेट्सले नेचुरल स्वीटनेस र एनर्जी दिन्छन् भन्दैकी सिड्सले फाइबर, मिनरल र न्युट्रिसिएसन बढाउँछन्। कोकोनटले चाहिँ स्वाद र टेक्सचर दुवैलाई स्पेसल बनाउँछ। त्यही भएर चाहिँ यो एनर्जी, प्रोटिन, फाइबर र हेल्दी फ्याट्सले भरिएको होममेड लड्डु हेल्दी र टेस्टी दुवै छ। अनि हजुरहरूलाई चाहिँ यो लड्डु मन पर्यो कि परेन प्लिज कमेन्ट गरिदिनु होला। मैले चाहिँ यो फर्स्ट ट्राई गरेको एकदमै मिठो लाग्यो अनि फेरि सेकेन्ड टाइम पनि योभन्दा पनि अझ बेटर बनाउने छु। यो चाहिँ हजुरहरूले मर्निङ ब्रेकफास्ट र इभिनिङ स्न्याक्स दुवैमा ट्राई गर्न सक्नुहुन्छ। बाई बाई।